सरकारले रवि लामिछानेलाई उनको निवासबाटै अहिले पक्राउ गरेको छ। के न्यु पाऊँ कनिका पोक्यौँ भनेर बसिरहेको सरकारलाई उच्च अदालतको अब कस्तो के हो हैन, कहाँ सेटिङ हुन्छ के हुन्छ, नेपालका अदालत अथवा थर्ड वर्ल्डका अविकसित देशका अदालतहरूको कम्प्रोमाइज कहाँ कहाँ हुन्छ भन्न सकिँदैन। इमरान खानलाई पनि अहिले भ्रष्टाचारकै आरोप लगाइरहेको छ। कयौं नेताहरू यस्तो तरिकाले जेल परिरहेका छन् अथवा हालिन्छ कि सत्ताका पूर्वाग्रहहरूले कहाँसम्म के घटना घटाउँछन् ती कुरा यहाँ दोहोर्याएर भनिरहनु पर्दैन हैन। अब उच्च अदालत तुलसीपुर पुडौलको चाहिँ फैसला आयो र रविलाई थुनामा राख्नुपर्छ भन्यो। उता आदेश झरिसकेको छैन, पहिल्यै 5-10 मिनेट अगाडि नै पुलिस रविको घरमा आइसकेका छन् भन्दाखेरि यो बिहानदेखिकै एउटा चाहिँ तयारी, जानकारी, पूर्व सूचना सबैतिर आइसकेको छ कि पहिल्यै काइन्ड अफ प्रिसेट इभेन्ट हो क्या यो। जस्तो प्रधानमन्त्रीले उद्घाटन गर्ने भन्ने काहीँ कार्यक्रम छ भने पहिल्यै त्यहाँ जासुसहरू खटाइसकेको हुन्छ, पहिल्यै त्यहाँ चेक गरिसकेको हुन्छ, पानसमा तेल हालेर बत्ती ठ्याक्क रेडी पारेको हुन्छ, लाइटर मचिस ठ्याक्क रेडी गरेका हुन्छ, अनि प्रधानमन्त्री जान्छन् झ्याप्पसँगले बालेर जोस्छन् हैन त। सबै कुरा त पूर्व तयारी हुन्छ नि त त्यहाँ। त्यसै प्रधानमन्त्री खुर्र त जाँदैनन् नि। भने जस्तै रवि लामिछानेलाई आज बेलुका यति बेलै, त्यो पनि शुक्रबारको बेलुका पारेर यो समयमा पक्राउ गर्ने भन्ने कुरा पहिल्यैदेखिको योजना थियो। अनि आज त्यहाँ उपस्थित भएका 400-500 प्रहरीहरूको संख्याले पनि यो चाहिँ देखाउँछ। सिभिलमा र प्रत्यक्ष गरेर दर्जनौं प्रहरीहरूको त्यहाँ चाहिँ रविको निवासमा वरिपरिमा त्यो हाता वरिपरि उपस्थित थियो। त्यो पनि पहिल्यैदेखि केही 1-1.5 घण्टा अगाडिदेखि नै तयारी थियो। त्यसले गर्दाखेरि पनि के देखाउँछ त भन्दाखेरि सरकार पूर्व तयारीमा थियो र रविले अब अहिले पक्राउ गर्नुको कारणहरू के छन् त? 2-4 महत्त्वपूर्ण कारणहरू चाहिँ, जस्तो राज संस्थावादीहरूको आन्दोलनले जुन चर्काचर्की भइरहेछ, अनाहकमा 2 जना मान्छे मारिएका छन्, ती एकजना पत्रकार पनि प्रहरीकै कारणले मारिएको अवस्था त्यहाँ देखिँदैछ। उनले कति भिडियो सुट गरेका थिए, त्यो असुर ग्यास पहिल्यै हानेको कुराको उनको लाइभ भिडियोमा उनले खिचेका फोटोहरूमा त्यो चाहिँ कभरेज भएकोले भोलि प्रहरी पर्न सक्छ भन्ने भइसकेपछि उनलाई मारिएको अवस्था पनि हुन सक्छ त्यहाँनेरि हैन। साधारण आगलागीमै उनलाई थुनेर मार्नुको कारण अरू के हुन सक्छ त? उनका क्यामेरा सहित उनका प्रमाणहरू मेट्नको लागि। अब यस्ता धेरै कुराहरू हुन्छन्। बाटो हिँड्ने मान्छेलाई गोली हानेको छ, यत्रा दर्जनौं मान्छेलाई गोली हानेको छ। त्यो घटनालाई सामना गर्न सरकार नसकिरहेको अवस्थामा चाहिँ रविलाई पक्राउ गरेर त्यो घटनालाई अब ढाकछोप पार्नेको कोसिस गर्दैछ। अर्को कुरो, रवि लामिछानेले अब सर्वोच्च अदालतमा मुद्दा हाल्न सक्ने सम्भावना थियो र इन केस त्यहाँका धेरै सर्वोच्च अदालतका न्यायाधीशहरू मध्ये कुनै एउटा न्यायाधीशले निष्पक्ष छानबिन गरिदियो भने त भ्याटैसँगले रविको सम्पूर्ण केस डिसमिस हुन सक्ने सम्भावना पनि हुन सक्छ र ऊ त साँडै भएर चाहिँ आउन सक्छ भन्ने पनि एउटा डर त्रास चाहिँ 84 मात्र होइन कि अहिले सरकार ढल्न सक्ने अवस्था र तबातबा हुन सक्ने अवस्थाको बारेमा चाहिँ रवि र प्रचण्ड समेतको एउटा चाहिँ अलायन्सहरू, तराईवादी दलहरूले चाहिँ गरिरहेको अलायन्स, यो साराको सिक्वेन्स हेर्दाखेरि चाहिँ यिनीहरू अतालिएको अवस्था आयो। अब शेखर कोइरालाहरू पनि असन्तुष्ट बनिरहेको सन्दर्भ त्यो रह्यो। अर्को कुरो, राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि एउटा विशाल आमसभा गर्दै थियो चितवनमा, जहाँ चाहिँ रविलाई हेर्न देख्न र रविको यो पहिलो अब चाहिँ पार्टी सभापति सम्हालेपछि, अहिले पुनः सम्हालिसकेपछिको चाहिँ पहिलो उनको चाहिँ घोषणा सभा जस्तो हुने थियो हैन। अब राजावादीले पनि गरे काठमाडौँमा, गणतन्त्रवादीले पनि गरे। अब रविले गणतन्त्र भित्रै बसेर यो सबैलाई समाधान दिन सक्ने गरी के हुङ्कार गर्छ भन्ने किसिमको एउटा मान्छेलाई चासो भइरहेको बेलामा चाहिँ त्यो हुन नदिने उद्देश्य पनि यहाँ सरकारको रह्यो। अर्को कुरा त नेतृत्वलाई दबाएरै पेलेरै सकेसम्म सखाप पार्ने भन्ने हुन्छ के। यी वर्षौंदेखि राजनीति गरेका अनि भ्रष्टाचारमा चुर्लुम्मै डुबेका पार्टी नेता र पुरानाहरूको चाहिँ यस्तो रणनीति रहन्छ। त्यसले गर्दाखेरि पनि नयाँ शक्तिको रूपमा उदाउन नदिनको लागि एउटा चाहिँ परम्परावादी तरिकाले उनीहरूले यो गर्न त छँदै नै छ। अर्को कुरा, अब रविको सांसद पद खुलाउनु पर्नेको दबाब भयो। सभामुखलाई 2-3 चोटि भेटिसक्यो, कुरा राखेको राखै छ। झट्ट हेर्दाखेरि नखुलाउनु पर्ने केही पनि देखिँदैन। ल अब थुनामै राखिदिएपछि त ऊ सांसद पनि हुन पाएन, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीति पनि गर्न पाएन, 84 को डर पनि भएन, अहिले भर्खरको सत्ता ढल्नेको डर पनि भएन। कति कुराबाट चाहिँ सेफ भयो त? भ्रष्टाचारको विरोध गरेर अहिले काण्डमाथि काण्ड सरकारहरूले जुन घटाइरहेछन् ती कुराको पनि विरोध भएन। काइन्ड अफ एउटा मुख थुन्ने र आफू शासन गर्ने यो कुराको चाहिँ यो सेटिङ हो भन्नलाई यसमा कुनै पनि आपत्ति छैन। पृष्ठभूमिका घटनाहरूले त्यो देखाउँछ। अब घरबाट ठ्याक्कै पक्राउ पर्नु अगाडि रवि लामिछानेले लेखेका छन् कि सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु, साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै, न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु, म माथि ठूलो अन्याय भएको छ, चितवनको सभा नरोक्नुहोस् भनेका छन् उनले। अदालतका निर्णयहरूलाई सम्मान गर्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ, तर त्यसको पृष्ठभूमिमा सरकार र पक्ष पोषण गर्नेहरूको पक्षबाट बुनिएका सारा जालहरू के छन् त्यसलाई उदाङ्गो पार्नु पनि साथसाथै चाहिँ कर्तव्य रहन्छ। गुड लक रवि, अल द बेस्ट।